यस्तो राम्रो राम्रो डगीहरू चाहिँ मान्छेले बाटोमा ल्याएर होइन बाहिर सडकमा पो छोडिरहेको छ गाडीहरू आउने जग्गामा अब त्यसै छोड्नु हुँदैन अब पाल्नु सक्दैन भने नराख्नु पर्थ्यो होइन त्यो सेन्टरमा पुऱ्याउनु पर्थ्यो अब उनीहरूको चाहिँ कस्तो बिजोग भइरहेको छ होइन र मेरो साथीले चाहिँ बाहिरबाट ल्याएर चाहिँ उसले चाहिँ यहाँनिर भेटिरहेको छ अब यो चाहिँ बाहिर हामी चाहिँ सेन्टरमा पुऱ्याइदिने यहाँ हेर्नु नि कति राम्रो डगीहरू हेर्नु त यसरी बाहिर ल्याएर छोडेको यस्तो राम्रो मान्छेहरू कस्तो पापीहरू है पापीहरू हुन्छ है मान्छेहरू है नि कति मजाको छ नि अब यसलाई अब के गर्नु अब सेल्टर लगेर छोडिदिउँ भनेको है छोड्नु त होइन अब उनीहरूले हेर्छ त्यहाँनिर आजकल त लाइसेन्स बनाउनु भन्दो रहेछ अब लाइसेन्स कहाँबाट बनाउनु है अब त्यो जग्गा पनि छैन राख्ने अब मै नि हेर्नु त कति राम्रो नानीहरू है कति मनपर्छ हौ दुइटै रहेछ केटी केटी रहेछ त्यही भएर फ्याँकेको होला नि है कति नराम्रोहरू पापी मान्छेहरू निष्ठुरीहरू है ल है अब यसलाई चाहिँ अब लाने अब लगेर सेन्टरमा राखिदिने है